दक्षिण अब हाम्रो वर्ल्ड कप क्वालिफायर्सको जुन वर्ल्ड कप पुग्ने यहाँनिर आएर पुग्नुहुन्छ के भयो आजको म्याच एकदमै राम्रो स्टार्ट गरेको राम्रै स्टार्ट गरेको थियौँ। आई थिङ्क स्कटल्यान्डले राम्रो खेल्यो अनि अब हामी अलिकति ब्याटिङमा चाहिँ धेरै नै चुक्यौँ भन्नु। सुरुवातमै 3 विकेट गइसकेपछि स्कटल्यान्डको इनिङ्स पनि प्रेसरमा आएको थियो। कहाँनिर कसरी अब जस्तो 100 रनभन्दा तल नै रोक्छ जस्तो देखिएको थियो, के भयो जस्तो लाग्छ? बलिङमै पनि त्यति राम्रो स्टार्ट हुँदैन। सायद हामीले एज अ बलिङ साइड चाहिँ डट चाहिँ धेरै खेलाएनौँ होइन। अनि पर ओभरमा 2-3 चौका दियौँ होइन। त्यही हाम्रो लागि अलि पछि लास्टको 10 ओभरमा चाहिँ अलि हाम्रो लागि नराम्रो पोइन्ट भयो, स्कोर हाई भयो। त्यसपछि चाहिँ कति सोच्नु भएको थियो यहाँहरूले जस्तो स्टार्ट गरेको अनुसार चाहिँ कति रोक्ने सोचेको? यो 120सम्म हामीले रोक्यो भने चाहिँ हामीलाई इजी हुन्छ भन्ने नै सोचेको थियौँ। किनकि यो पिचमा 120 भनेको एकदमै लो नै जस्तो मानिन्छ। सो सकेसम्म जुन हिसाबले हामीले अगाडि रोकेको थियौँ त्यो हिसाबले त हामी 120सम्म रोक्छौँ भन्ने नै थियो। फिल्डिङमा केही मिस भयो? फिल्डिङमा पनि आज अब इभन मैबाट पनि मिस भयो होइन। अब यो 3-4वटा चौका चाहिँ हामी एज अ फिल्डरले पनि मिस गऱ्यौँ, त्यो चाहिँ अलिक नराम्रो भयो। ब्याटिङमा पनि 4-5 ओभरसम्म ठिकठाक देखिएको थियो होइन। हजुर, कहाँनिर चुक्यो जस्तो लाग्छ? टर्निङ पोइन्ट के भयो जस्तो लाग्छ? टर्निङ पोइन्ट विकेटहरू पनि गयो। टर्निङ पोइन्ट अब जस पूजा आउट भएपछि इन्दुको क्राम्स आयो होइन। अनि त्यसपछि लगत्तै मेरो विकेट आयो। अनि त्यहाँ हामीले सम्हालेर चाहिँ खेल्न सकेनौँ। अलिकति एकजना होइन एकजना एउटा पार्टनरसिप राम्रो भयो भए चाहिँ अझै राम्ररी जान्थ्यो होला, तर हामीले पार्टनरसिप गर्नु सकेनौँ। एङ्कर इनिङ पनि कतिवटा आएन। सिचुएसनमा त्यसको प्रेसर पनि भयो अलिकति। जस हामीले चाहिँ अब सकेसम्म 12 ओभरमै अलिकति रन बढाउने हिसाबले खेल्नलाई चाहिँ अप्रोच गरे हो, तर अब त्यो हिसाबमा भएन भनौँ। जस्तो अघिल्लो 2-3वटा खेल पनि हाम्रो ब्याटिङ मिडल अर्डर चाहिँ अलिक कोल्याप्स भइरहेको थियो अनि प्लस आज चाहिँ अलिकति वर्ल्ड कप सेकेन्ड राउन्ड जानु छ भन्ने हिसाबमा चाहिँ वर्ल्ड कप प्लेयर सक्दाखेरि हामीलाई अलिकति ब्याटिङलाई थिचे जस्तो लाग्यो। सायद त्यो पनि किनकि अब हामीले स्कोर अलिकति लो गरे भए अझै इजी वेमै जान्थ्यौँ होला। अब 140 भइसकेपछि चाहिँ अब अलिकति छिटै चाहिँ कसरी अचिभ गर्ने त त्यो स्कोरलाई भन्ने हिसाबमा पनि खेल्दाखेरि चाहिँ अलिकति भयो जस्तो लाग्छ मलाई चाहिँ। ओभरअल टुर्नामेन्टको एक्सपिरियन्स कस्तो भयो त? नेपालमा टुर्नामेन्ट खेल्यो, नेपालले फर्स्ट टाइम ग्लोबल क्वालिफायर्स खेल्यो। एकदमै राम्रो भयो भन्छु म चाहिँ, किनकि अब जुन हिसाबले हामीले अगाडिको टुर्नामेन्टहरू खेल्थ्यौँ र जुन हिसाबले अहिलेको टुर्नामेन्ट खेले, यो जे पनि यो एउटा ठुलो प्लेटफर्म थियो होइन। हामीले यो लेभलमा अहिलेसम्म खेलेको थिएन भनौँ न अब। तर एकदमै राम्रो भयो एक्सपिरियन्स। जिम्बावेलाई पनि जित्यौँ होइन। नेदरल्यान्डसँग अलिकति 2 रनले हार्यो। त्यो हेरेर चाहिँ अहिले चाहिँ जस खेलाडीहरूमा चाहिँ त्यो हङ्गर चाहिँ देखिएको छ भनौँ हामीहरूमा। नेक्स्ट टाइम हामी यो स्टेजमा पुग्यो भने के गर्नुपर्छ जस्तो अलिक प्रिपेयर हुनलाई चाहिँ त्यही हो। अब ओभरअल फेरि फिल्डिङकै कुरा आयो। फिल्डिङमा चाहिँ अलिकति राम्रो हुनु पऱ्यो होइन। अनि प्लस अब अलिकति ब्याटिङ चाहिँ पार्टनरसिप सम्हालेर चाहिँ लिएर जानुपर्छ जस्तो लाग्छ मलाई होइन। अलिकति लास्टमा केमो खेल्ने पनि कोही प्लेयरहरू चाहिँ यसरी आउनुपर्छ जस्तो लाग्छ मलाई। आफ्नै पर्सनल पर्फर्मेन्सको बारे के भन्नुहुन्छ? हामीले अलिक पर खालको गेम पनि देखिरहेको, पर्सनल माइलस्टोन पनि पुरा भयो, के सोच्नु भएको छ? सोच्नु त अब त्यस्तो केही पनि सोचेको थिएन होइन। अब माइट मेरो लास्ट टुर्नामेन्ट हुन्छ भन्ने सोचेको थिएँ मैले होइन। तर जुन हिसाबले नयाँ कोच आउनुभयो, जुन हिसाबले टिममेट्सहरूले जुन हिसाबले हामीले पर्फर्मेन्स दिइरहेको छौँ, जुन हिसाबले खेलिरहेको छौँ, त्यो हेरेर चाहिँ मलाई अझै अब अलिकति हुन्छ नि होइन। म यो टिमसँग यत्रो इयर्स त म खेलेँ होइन। यो टिम यति राम्रो हुँदाखेरि म छोड्न चाहिँ मन लागेन। सो अब होइन अझै 1-2 हेरौँ न यो टिमसँग, किनकि धेरै राम्रो छ यो टिम अहिलेको। पर्फर्मेन्स चाहिँ अब ठिकै भयो भनौँ होइन। एज अ बल मलाई चाहिँ अहिले चाहिँ एज अ बलरको हिसाबले हेरिराख्नु भएको थियो कोचले। सो आफ्नो बलिङ डिपार्टमेन्टमा चाहिँ राम्रै गरेको जस्तो लाग्छ मलाई होइन। अनि अब त्यो भन्दैमा ब्याटिङ पनि छोड्नु त हुँदैन थियो, तर अलिकति ब्याटिङमा चाहिँ आफै अलिकति डिसअपोइन्ट भयो भने